Hi guys, namaste, welcome back to my new vlog, new video. हजुर सबैजना सन्चै र आराममै हुनुहुन्छ होला। सो हजुरले देख्नु भयो मेरो साइडमा छ मेरो प्यारी बहिनी। हामी आज जाँदैछौँ डेटमा। हामी दुई जनाको आज डेट हो गाइस। र हामी कहाँ जाँदैछौँ भन्ने कुरा हामीलाई थाहा छैन किन भन्दाखेरि हामी कहाँ जान्छौँ आज। आइया बाइ गाइस, हामी हिँड्यौँ अब हामी चल्यौँ हाम्रो गन्तव्यतर्फ। यो मेरो बहिनी, हाम्रो म्याचिङ हेर्नु, हामीले म्याचिङ भयो ठ्याक्कै। थ्याङ्क यू। मम्मी आउनुहुन्छ। हेलो मम्मी। हेलो हेलो, के छ खबर? एकदम ल ठिक छ। मेरो ममको आउटफिट हेर्नु। मम्मी यता हिँड्दै दिदी, यता फर्किनु त हो। ऐसाको आउटफिट गाइज, ओ माई गड, ब्याग पनि म्याचिङ भयो त उसको त। मेरो आउटफिट देखायो त कसैले। गाइज अब चाहिँ खानसाना खाएर हामी जान लाग्यो, तर यस्तो जाम भएको छ। म तपाईँलाई देखाउँछु हेर्नु है। यस्तो जाम हेर्नु न, यहाँतिर के भएको के हो, म त वक्क लागिरह्यो हो। आयो आयो आयो, ल यसो जाने है, ग्रिन कलर गाडीमा जाने हामी। गाइज हामी चाहिँ रत्न पार्क आइपुग्यौँ होइन, अनि त्यस पछाडि त्यही हो। अब हामी गाडी चल्छ। हामी पार्क घुम्न ल। कहाँ जान लाग्यो? जान्छस् त कलेज शनिबार। कहाँ जान लाग्यो भन्न? कहाँ जान लाग्यो? शनिबार कलेज हुन्छ। ओके ओके गाई साथी भेटे अब पाउँछ कलेजमा। आज बङ्क हान्थ्यो कि जुनमा अड्क्यो भने होइन कहिले निस्केको त आज कलेजमा त के बङ्क हान्थेन। प्लिज हामीलाई पाटन गान थाहा छैन कि घुमाउने जान हामीलाई। 15 minutes later. ल गाइज हामीलाई क्या बोला तूने? गाइज अब ठ्याक्क हामीले भेट्यो। कस्तो लाग्यो छ तिमीलाई? बाटो थाहा छैन हामीलाई। यस हामीलाई बाटो थाहा छैन। अब यो सलिने लान्छ हामीलाई। गाइज हामी माइत चढ्यौँ थाहा छैन कि मलाई तलेर न साथी भेट्यो। दामी भयो कि गाइज। कस्तो आइसक्यो साथीहरू भेट्न जानु लाग्यो जलाको। साथीहरू तपाईँहरूको साथीहरू यस्तो थाहा भयो, तर के भन्नु मलाई थाहा भएन गाइज। तर झुप्पै झुप्पा गाई त जान्छ। एक्सपेक्टेसन भर्सेस मेरो म देखाएको छ। एक्सपेक्टेसन भर्सेस रियालिटी। नानी हो जाने अर्को यो सानो भयो, अर्को ठुलो खालको के अरे यो सानो रहेछ, यो होइन ठुलो खालको रहेछ। गाइज हामी त कन्फ्युज भयो किनकि गाइज आइपुग्यो। कति माथि त यार हाम्रो लास्ट टाइम आएको गाइज। यहाँ चाहिँ होइन इयरिङ्समा अफर आएको छ कि नानीले हेरेको थियो होइन, अनि यता छ त्यो चाहिँ राम्रो रहेछ है। राम्रो छ नानी। नानी हेर्नु, नानीको इच्छा पुरा भयो गाइज। मारो छ त मेरो बियर जस्तो भयो। सलिनको सपिङ हुँदैछ है यहाँ अहिले। कसैलाई क्युट क्युट छ नि त ब्रासेट पनि। कस्तो रे पापामा किन्छ होइन नि, होइन न। यो चाहिँ राम्रो सुहाउँछ क्या। कुन खै खै नानी लगा त। कसरी लाउनु चाहन्छ? ओ माई गड, के लाउने? सलिनको सेक्सनले यहाँ चाहिँ हेर्नु न। यो भगवान्, हामीलाई घुमाउनु ल्याएको मान्छे आफै घुमेर बसेको छ। ओए कहाँबाट हर्न बस्थ्यो रे? हर्न होइन, त्यो सिट चाहिँ खोल्ने हो के? हर्न पनि बस्छ। बस्दैन यस्तोमा हर्न बस्छ। बात तो सही है। अस्ति बोला जस्तो लाग्यो। मिवानको जस्तै यतिको दिदी चाहिँ हुनुपर्छ है। ठाउँै छैन गाइज, हेर्नु कति भिड छ। ओ माई गड, उडी उडी चुप्पा लानुहोस् चुप्पै चुप्पा। यहाँको डाइलग भन्छ नानी एउटा, उडी उडी चुप्पा लानुहोस् चुप्पै चुप्पा। 3टा झुप्पा लिइसक्यो गाइज हामी। भगवान्, यहाँ दुईजना यहाँ छुट्टै चलिरहेछ फेरि। के हो यस्तो गाइज? यस्तो प्याक म त मर्न मात्र बाँकी छ। हाउ आर यु फिलिङ? 1 रुपियाँ वसुल गर्नु
1 रुपियाँ वसुल गाइज 1 रुपियाँ वसुल गाइस के भयो भनेर अनिसाले भन्छ यहाँ अब भन ऐसा उडी उडी जुप्पा लानुस् झुप्पै जुप्पा तर हामीले केही झुप्पा लिएर आउन सकेनौँ किनभने हामीले न के भेटायो न के भयो ओ माइला गड म के भन्न सक्दिनँ यति भिड फेरि त्यो इयरिङ्स अफर तर रहेछ गाइज अहिले यस्तो भिड के भन्नु के 99 हैन तर 1 रुपैयाँ दिनु 1 रुपियाँ फिर्ता दिनु थियो हामीले 1 बोतल पानी थापेर ल्याइराखेको गाइज 1 रुपियाँको यस 1 रुपियाँको 1 बोतल पानी सन्जना कताबाट जाने हो कता यहीँबाट जाने हो अहिलेको बाटो हिँड्नु जाने ए गाडीमा जाउँ न उता परसम्म त्यो लबिङ मलसम्म अनि यस्तो गर्मी छ गम्न त त्यो एकचोटि ओ ल ऐसाले यही खोजिरहेको थियो गाइस ऐसाले पाएसम्म त छैन नि गाइस सलिन त्यस्तो गर्नु लागि यसरी आफै लगाएर हेर्दैन यता त सलिन त होइन पिक्चीको चाहिँ हुनु पऱ्यो मेरो बेस्ट फ्रेन्ड हो तर मलाई केही किन्दैन सँगै तेरो गर्लफ्रेन्ड चल्छ यो चाहिँ राम्रो बरफ राखिदिनु भएको गाइज हामी हस्पिटल जग्गा आइपुग्यो तर धुलहेलको होइन पाटनको मतलब कुछ भी र अब हामी जाँदैछौँ पाटन गाइज यस्तो भएको के भएको भन्दाखेरि होइन अलि यता क्यामेराम्यान के भएको भन्दाखेरि होइन हामी चाहिँ हिँडेर आउनु लाग्थ्यो तर यति धेरै रहेछ कि मलाई हिँड्ने जागर आउने घाम्नु गर्दाखेरि त्यही भएर हामी चाहिँ गाडीमा आयौँ अब त्यस पछाडि हामी जान्छौँ पाटन अनि खोइ रथ देख्यो भनेर सोध्नु भयो सलिनले तर मैले बुझेन कहाँ छ रथ मलाई थाहा भएन अब गएर देख्यो भने देख्छ अब देख्छ गाइस रथ गाइस फर्स्ट टाइम जिन्दगीमा पहिलोचोटि मलाई यहाँ देखेको छैन होला जस्तो लागेको छ त्यो त नानी जिन्दगीमा पहिलोचोटि हामी दुईजना दिदी बहिनी रथ हेर्न आएको र पहिलोचोटि हामी यसरी काठमाडौँ आएको है यस्तो दुईजना चाहिँ र हामी रथ हेर्न आएको यस्तो खुसी झुम्काको हो झुम्काको गाइस मलाई कस्तो बिलिभ भएको छैन कि म रथ भेटा भनेर कसम चाहिँ छाता खोल्नु किन उडेको छाताबाट मलाई बिलिभ लागेको छ लास्ट रुट अनि त्यो कस्तो पिच्चो बाटोमा राखिरहेको छ अनि अब यो छ नि यहाँबाट अब लगन जोडेपछि होइन लगन लान्छ के चौलाखेल लान्छ त्यो होइन खेल्ने कुराहरू छ नि त्यहाँबाट राख्नु सिकाउँछ अनि अब भोलि त्यहाँ सुरु हुन्छ त्यत्रो लामो बाटो लान्छ मलाई कस्तो मलाई बिलिभ लाग्छ कि म यहाँबाट कस्तो डर लाग्यो बिलिभ लागिरहेको छैन गाइस हेर्नुहोस् गाइस रथ अगाडि आइपुगिसक्यो लानु गाइस रथ मलाई त कस्तो सिरिङ भएन पुलिसहरू रहेछ त्यहाँभित्र त गाइस पुलिसहरू मान्छे भएको छ क्या भिडियो बोलेर मात्रै बसिरहेको मलाई लाज पनि लाग्यो मान्छेहरूले हेरेर गाइस म रथ भनेर कस्तो मन त कस्तो भनेको खोइ रथै आइपुग्दैन ओ माइ गड यत्रो पाङ्ग्रा हेर्नु खोइ मलाई यहाँ देखाएको छ ए होइन पो रहेछ घरमा छोइरहेको त होइन रहेछ ओ माइ गड कत्रो पाङ्ग्रा हो गाइस हेर्नु न ओ माइ गड Oh my god, ama kotro उल्टा घुम्यो रक्षा गर्नु सधैँ सुख सधैँ
गाइज हामी यस्तो डुलिरहेछौँ मस पारामा कुल्फी खाँदै किनभने हामी एकदम थाक्यौँ टायर्ड भयो मुरी चुप्पाले गरेर ब्रदर सिस्टर्स गफ इग्नोर करो गाइज फुटबल टाइम गाइज अब यस्तो भोक लागेको अवस्था हामीलाई सबैजनालाई कति भोक लागिरहेछ मलाई त अलिअलि सलिन तँलाई मलाई त्यही ठिकै गाइज अब हामी यस्तो ठिक है भने उठ्नै मन थिएन गाइज कसरी लान्छ गाइज यो बाटोमा त होइन विदाउट छाता त मैले अघि नै गाडीमा भनेको थिएँ कि यस्तो खुल्ला हुन्छ तिमीहरू छाता चाहिन्छ कान्ट एक्जिस्ट सिरियसली गाइस सलिन चाहिँ गयो होइन साथले बोलाएर अब हामी यहाँ बसिरहेछौँ हाउ आर यु फिलिङ गुड ऐसा इज फिलिङ भेरी गुड गाइस कस्तो लागिरहेछ ऐसालाई खुसी रमाइलो कस्तो प्रिटी देखेको तल आएको छ जाँदा माई गॉड एउटा फोटो गाइस डिहाइड्रेसन हुनु भएन है हाइड्रेटेड भएर बस्नुपर्छ गाइस सलिन एकदम खुसी छ उसको टी सर्ट आएकोमा एउटा फेरि आमा लाउन रेडी त्यही भएर त भयो ओए कसरी देखेको छ साँच्चीकै हेर त होइन यता छैन हेर्न छिटो हेर्न है स्वाको है झन् टी सर्ट भएछ नि त तर यसले स्वाको है गइजहरूले केमा नुडल्स आयो ऐसाबाट सुरु यस सानोबाट सुरु थाहा छ र कपाल खायो सरी त सानो हो म भन्दा सानो Awesome. How's the best? उसलाई घरको सागले पुगेन रे हाम्रो नाच्नु पनि आयो कस्तो पिरो रहेछ के पिरो यस नानी यस कस्तो सलिनको बाटो कस्तो ठिकै खाना आउँदैन गाइस मलाई है प्लेन छ है हातमा देखाएको फोटोसुट तीनचोटि भयो यो अङ्कलले पछ्याएको जा उता बस उठमा त नबस् फोटो आसिन्छ दादा पैसा देखाएको ऐसा कस्तो राम्रो देखेको कि साँच्ची नै भनेको कस्तो प्रिटी देखेको गाइज हामीले यहाँ सलिनलाई होइन कलेज जान नदी ओ यहाँ हाम्रो यहाँ पुरै गाइड बनाएको छ हामीलाई किनभने वी डोन्ट नो एनिथिङ अबाउट दिस प्लेस सो अब ऐसाले 10 चोटि बोलाइसकेको छैन सुनेको छैन फेरि बोला ऐसा फेरि बोला चित्त न नाटक नगर छाता ओढ गाइड हाम्रो गाइड छाता ओढ न नाटक नगर गाइडलाई थाहा छैन गाइस गाइडले हराउनु भयो ऐसा गाइड काम आएन नेक्स्ट गाइड चुज गर्नुपर्छ क्या हो गाइस वी आर एट गोल्डन टेम्पल राइट नाउ
and we're gonna go inside and this is the first time होइन so यो पाटन साटन घुम्ने यताउता so yeah ओइ मिठो 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 बंद करो हाथ जोड़ के मैं भयो नमस्ते now we are at Pim Bahal हैन यस तर यस्तो टायर्ड भइसक्यो गाइस म हैन मलाई कस्तो के अब मजा नै आइरहेको घुम्नलाई यो हिँड्दा यो गर्मीले म थाकी पनि सके and here is my sisters who is also so tired of walking okay guys yes my also so like the कस्तो कन्टेन्ट नै खोज्दैन भने यति कन्टेन्ट दिइरहेको छु म बौला साँच्चै आइदिरहेको हैन हजुर त्यो टाइटली नगर खुट्टा दुख्छ यो चाहिँ मेरो दादाको एकदम फेभरेट फरेभर फेभरेट पसल होइन दादा नेपाल आएको बेलामा जहिले यहाँ खानुहुन्छ अलवेज अनि त्यही भएर अहिले हामी आछौँ यति मिठो म बस्छ गाइस यहाँ कुरै नगर्नु अहिले आएर हजुरलाई देखाउँछ है गाइस आज जता गए पनि पानी वसुल मात्र भइरहेछ हाम्रो गाइस मोमो इज हियर ओइ टुक्टा भयो कति हाल्को ओइ नानी ओइ टेस्ट गर कस्तो लाग्छ तँलाई नाम रिभ्यू कसलाई ल यो मिठ लाग्छ तँलाई मैले थाहा पाएँ त मेरो ग्रुपमा हो क्या सबैमा सलिन र अनिस एउटा ग्रुपमा हो भने लाइक अनिस पनि हाम्रो अपोजिट हो नि त ल ताजा थाहा छ कस्तो नानीको पालो ताजा ढोल मन पर्यो नो आई डोन्ट लाइक कस्तो देखिस् भने होइन मैले सो मच लभ ब्रदर सिस्टर्स लभ गाइज हाम्रो आजको दिन कस्तो भइरहेछ भन्दाखेरि होइन खायो हिँड्यो त्यो पच्छ होइन अनि फेरि यसमा फेरि खायो अब हिँड्यो फेरि पच्छ अब भर्खर मम खाएर अब हिँड्दा फेरि पच्छ हाम्रो अनि फेरि यसमा फेरि गएर खान्छ भने त्यस्तो भयो आजको दिन है आज पुरै फुड हन्टवाला डे भएछ भने सरी यस गाइस फुड हन्टवाला डे भएर आज हाम्रो हे भगवान् खाँदै पचाउँदै अन्त एकछिन हिँड्यो भने पचिहाल्यो फेरि खायो कि के भएको है फुलमा ल्याएर पो लगाइदिएको कति केयरिङ कति ज्ञानी दाजु बहिनीको माया धेरै ओ भाग्यमानी ओ माई गड भन्न के हेरेको छ नानी कुमारी यस्तो भाग्यवान ठ्याक्क हामी आफ्नो ढोका देखाउनु भयो अहिले त के हुँदैछ सली फर्स्ट टाइम है यो पनि यस गाइज भन्दा नि त मलाई त कस्तो अचम्म लागिरहेछ कि बट वी वर्क लट नि त हामी यस्तो टायर्ड भइसक्यो कि त्यही पनि लाइक गडले फेरि हामीलाई बोलाइरहनु भएको कि आज एकदमै लकी हामी यहाँ तर अस्तिको सालमा साँच्चै मेन होइन त्यो हेर्दा त्यो ठुलो रातो मछिन्द्र नाम के कति 12 वर्षमा एकचोटि हुन्छ के जान्छ अरे हलचोक मजा लाग्यो मलाई चाहिँ लाइक कस्तो मेरो छ मेरो त कहाँ गाइजमा त कस्तो लाइक कस्तो राम्रै छ है हजुर गाइज नाउ वी आर एट सिगर टु हेभ आवर टङ बर्फ यु नो बर्फ होइन इट्स सो टेस्टी अनि त्यही खाना आउँछ हामी चाहिँ तर हामीलाई चाहिँ यस मलाई सुरु आउँछ त्यस्तो हाल्यो गाइज वी आर एट स्मल बौद्ध त्यो खालको नानीको रियाक्सन
कस्तो हेर न कस्तो सरी सेम पाउँ है फेभरेट पानीपुरी भाइकोमा आइसक्यौँ हामी ल सबजना टायर्ड है सावरी फिलिङ टायर्ड सो गाइस आजको दिन चाहिँ हाम्रो यही समाप्त भएको छ र म मेरो दोस्तहरूलाई सोध्न चाहन्छु कि उनीहरूको दिन कस्तो भयो कलिन तिम्रो आजको दिन कस्तो भयो कलेज नगए तिमीलाई रोसाले डुलाउन लिएर गयो बिच बाटोमा भेटेर अब टिचरले गाली गर्छ हैन फर्स्ट अफ अल अनि सेकेन्ड अफ अल चाहिँ अनएक्सपेक्टेड भयो रमाइलो भयो वर्थ इट थियो आजको दिन यस जति हेऱ्यो त्यति रमाइलो भयो यस त्यति हो ल सानो मान्छेको पालो सानो मान्छे कस्तो लाग्यो तिम्रो आजको दिन एकदम रमाइलो लाग्यो अनि अरू त्यति हो ल काठमाडौँ सब घुम्न पायो ललितपुर एक राउन्ड हान्यो सबतिर घुमे खाएको खै सब That's it for today's vlog. Don't forget to like, share and subscribe to my channel. प्लिज सब्सक्राइब लाइक पनि गर्नु होला शेयर पनि गर्नु होला मलाई फलो गर्नु होला ऐसा कमेन्ट छुट्टै छ